अफसरसँग परस्परमा बात भइसकेको छ। 2 जना टिचर अनिवार्य रूपमा फेब्रुअरीदेखि यो स्कुलमा उभ्याउने, यो म भोलिदेखि नै लाग्छु र 2 जना टिचर यहाँ ल्याएर एकदम ल्याउने हो फेब्रुअरीदेखि। र मलाई रुटिन बनाउँदा हुन्छ 2 जना टिचरको एक्स्ट्रा नाम चाहिँ लेख्दा रुटिन हाल्नु भन्दा हाल्नु सर तपाईँले भन्नुभएको छ भनेपछि 2 जना टिचर कन्फर्म आउँछ र अब 2 जना फुल फ्लेजेड टिचिङ स्टाफ आएपछि म पनि लाग्छु यो सेसन 2025 मा। हेर्नुहोस् म त यति साह्रो अब आफैले फुर्क्याएको पनि होइन, समर्पितै जस्तो लाग्न थाल्यो। छुट्टी पनि 3 दिन मात्रै बसेछु किनभने मेरो 5 वटा पिरियड थियो पढाउनु पर्ने र कुनै पनि एचएमले 5 वटा पिरियड पढाएर अफिसियलदेखि लिएर म्यानेजमेन्टदेखि लिएर यो सबै भ्याउँदैन। तर मैले एक्स्ट्रा ड्युटी 9, 9:30, 10 सम्म गरेर पनि यो सबै कामहरू गर्न सफल भएँ। त्यसमा हाम्रा स्टाफहरू बिचरा एकछिन पनि सास नफेरी क्लास जानुभयो। उहाँहरूलाई पनि त्यति नै लोड दिएको थियो र हामीले 2025 सेसनलाई जसो तसो सजिलो पाराले होइन ठेलेर हामीले यो सेसन बितायौँ। तर अर्को सेसनमा अब 2 जना टिचरहरू आएपछि हामीलाई नो प्रब्लम, केही पनि प्रब्लम हुँदैन। हेर्नुहोस् अँध्यारो 1000 वर्षको होस् न, 1 सेकेन्डको क्यान्डलले त्यसलाई फटफटै उज्यालो बनाइदिन्छ। अँध्यारो कति वर्ष भयो क्यान्डलले हेर्दैन। लोअर बिरिङ स्कुल त्यस्तै हो, अँध्यारो थियो होला तर अब क्यान्डल बलिसकेको छ र जस्तै अँध्यारोलाई पनि 1000 वर्षको अँध्यारो पनि 1 तिलका मच्चिसले 1 सेकेन्डमा उज्यालो पार्छ र हामी अब उज्यालो पक्षमा छौँ। आउँ सबैजनाले एकदमै सक्सेसफुल्ली तपाईँले होपफुल्ली एकदमै निष्फिक्री भयो नानीहरूलाई यस स्कुलमा ल्याउनुहोस्। र म अब आजको कार्यक्रमको विषयमा गएँ। यो आजको कार्यक्रममा हामी एनुअल डे 2025 भनेर यी नानीहरूलाई प्रोत्साहन स्वरूप हाम्रो प्राइजहरू कतिवटा वितरण गर्नुपर्ने थियो। त्यसै गरी हाम्रा एकदमै अति मिलनसार स्कुलमा जहिले पनि हामीलाई हौसला प्रदान गर्नुहुने, अफिसियल काम केही गऱ्यो भने लो सर भनेर दिँदाखेरि सरले रातसाँझ गरेर पनि त्यो कम्पाइल गरेर पठाइदिनु हुने, हामीले नजानेका कति कुराहरू सोध्नुपर्ने अभिभावक स्वरूप अति आदरणीय एलेन सर जो त्यति स्वास्थ्यले सबल हुनुहुन्थेन तरै पनि हामीलाई यत्रो यो लामो यात्रामा म आएको 2023 देखि यति लामो यात्रामा सहयात्री बनेर हामीलाई यसरी सघाउनु भयो। हाम्रो स्कुलमा भरपूर सेवा पुर्याउनु भयो र उहाँको हामीले यो एउटा फेलिसिटेसन प्लस फेयरवेल प्रोग्राम, त्यसै गरी हाम्रो मामा हाम्रो युसी मामा उहाँलाई पनि यस स्कुलबाट अभिनन्दन भएको थिएन। फेयरवेल कुन प्रकारले पहिला भयो राम्रो भयो होला तर अभिनन्दन गर्न पाइएको थिएन। त्यसै गरी मैले एमपी अधिकारी सर उहाँलाई पनि यहीँबाट रिटायर हुनुभएको उहाँले यसपालि बोलाएको थिएँ। उहाँ अमेरिका जानुभयो र आउन सक्नु भएन र अमिता म्यामलाई हामीले पहिल्यै गऱ्यौँ र यसरी नै तपाईँ हाम्रो तालमेल बढ्दै जाओस्, स्कुलप्रति तपाईँहरूको तालमेल यसरी नै बढ्दै गयो भने म त छँदैछु नि। जति दिनसम्म यस लोअर बिरिङमा बस्छु त्यति दिनसम्म यस स्कुललाई उचाइमा पुर्याउने काममा जहिले पनि म मेरा साथीहरूलाई लिएर चल्नेछु र विशेष गरेर म मेरा स्टाफहरूबाट फर्किएँ। हजुरहरूले वर्ष 2025 मा यति भरपूर साथ दिएर मलाई सघाउनु भयो, हाम्रो स्कुललाई तारेथाङ लगेर ट्रफीको बौछार गराउनु भयो, यसमा तपाईँहरूको कृपा छ। त्यसै गरी आजको कार्यक्रम पनि यति राम्रो प्रदर्शन गराउनु भयो र अन्य विविध कार्यक्रमहरूमा हजुरहरूले सहयोग पुर्याउनु भयो। वर्ष 2025 को एकाडेमिक सेसनको म हजुरहरू सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु। आदरणीय विष्णु सर, त्यसै गरी हाम्रो टिभी भाइ, महेश भाइ, दुर्गा सर, हाम्रो आइएम म्याडम आज हुनुहुँदैन जो हाम्रो स्कुलको ट्रेजरर पनि हुनुहुन्छ, उहाँको जिम्मेवारी ठुलो हुन्छ। त्यसै गरी हाम्रो पुष्प म्याम, टिका बहिनी, हाम्रो देवकुमारी बहिनी, सबैलाई कसैको नाम छुट्याएँ भने पनि सबैलाई म आन्तरिक हृदयबाट हजुरहरूलाई धन्यवाद दिन चाहन्छु। अनि
हाम्रा विशेष मुख्य अतिथि हाम्रा अतिथिगण हजुरहरू आज आएर यसरी दिनभरि खल्लोपना भए पनि जस्तो भए पनि हाम्रो प्रोग्रामहरूलाई हेरेर बसिदिनु भयो। तपाईँहरूलाई पनि म मेरो व्यक्तिगत तर्फबाट अनि स्कुल परिवारको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु। मेरोमा सबै यो 2025लाई हेर्दाखेरि मेरोमा एउटा कृतज्ञताको भावना मात्र छ। नानीहरूको दक्षता, नानीहरूको जुन एउटा क्यापेसिटी बिल्ड भएको देख्दाखेरि ती नानीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र विन्टर भ्याकेसनमा सबै प्यारेन्ट्सहरू जो जहाँ हुनुहुन्छ हजुरहरूले सुन्नु होला, विन्टर भ्याकेसनमा 48 दिनको छुट्टी भोलिदेखि रहनेछ। फेब्रुअरी 4 तारिक स्कुल लाग्नेछ र हजुरहरूले कृपया गरेर घरमा नानीहरूलाई एकदमै राम्रा कुराहरू देखाउने, खेलाउने, सिकाउने, ह्यान्डराइटिङ त्यस्तो कुराहरू धेरै कुराहरू सिकाइदिनुहोस्। र सिएम स्कलरसिपमा हाम्रो एकजना भाइलाई हामीले हालेको छौँ, उहाँको प्यारेन्ट्स पनि हुनुहुन्छ, उसलाई पनि राम्रो गाइड गरिदिनुहोस्। त्यसै गरी सबै प्यारेन्ट्सहरूले यसो स्कुलको बाटो हिँड्दाखेरि कतै फुल सुकेको भेट्नुभयो भने यहाँ एउटा टोइलेट हाम्रो खुल्लै हुन्छ, त्यहाँ पानी हुन्छ, जर हुन्छ, तपाईँहरूले पनि हालिदिनुहोस्। हुन त मैले यहाँनिर रोस्टर ड्युटी भनेर हाम्रो स्टाफहरूको ड्युटी चार्ट पाएर टाँसिरहेको छु नोटिस बोर्डमा, उहाँहरू पनि आउनुहुन्छ र तपाईँहरूले पनि भरपुर सहयोग पुर्याइदिनुहोस्। अनि भन्दै कुरा धेरै थिए, भन्दै म मेरो लामो सम्भाषण यही विराम गर्न चाहन्छु। धन्यवाद।